तो चलिए शुरू करते हैं। हेलो साथीहरू, वेलकम छ मेरो नयाँ ब्लगमा। आज चाहिँ क्लास गइनँ अनि फेरि के आज चाहिँ यतै घरै बसेँ। अनि आज के हुन्छ कस्तो हुन्छ सबैले लास्टसम्म हेरेर कमेन्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है त। साथीहरू, यति बेला चाहिँ जुनकिरी गोठमा बसेछन्। गोठमा के नहुन् त, रेमन पनि यतै आएर बसेछ। यहाँ चाहिँ दुईटा भैँसी छ, तीनटा बाख्रा छ। गोठमै बस्ने अरे, यहीँको यहीँ छ नि हिजोबाट। अनि रेमन नि अघि बिहान नै उठेर यहाँ गोठमा आएको। लेनिन त्यहाँ छ, म यहाँ छु। यता चाहिँ हाम्रो घरै। अनि उहाँ बाबाले चाहिँ पूजा गर्नु लाग्यो। खै अनि रेमनले चाहिँ आफूभन्दा ठुलो गोबर ल्याइछ। हेर्न सक्नुहुन्छ। कति ठुलो ल्याएको रेमन? तँभन्दा ठुलो ल्याएको चाहिँ गोबर त होला हेर त। यहाँ चाहिँ केराको रुख छ। यता भैँसी छ, भैँसी लेनिन छ। यता बस्छु। अनि आज नि क्लास गइनँ के अरे, होइन त, आज नि क्लास गइनँ। टाइम पास गर्ने बस्ने होइन त, हेर्दै गर्नु होला। यता चाहिँ छामा उसी मिछोरान लाग्यो। अनि मम्मीले चाहिँ उता भात पकान, भात होइन उहाँ खिर होइ चाहिँ खिर। यत्रो उसमा खिर होइ चाहिँ। अनि यता मम्मीले तपरी बुन्न लाग्यो। छामाले सिमी बनाले चाहिँ उहाँ लेनिन उता मकै खान ला। म यता छु। आमा चाहिँ धारामा। आमा हेलो भनिदेऊ, हेलो भनिदेऊ, हेलो भनिदेऊ। हेलो भन्, हेलो भन्, यता हेरेर भन्। हेलो भन जुनगिरी। भ्लग गर्दैछ, रमाइलो भयो सजिलो होइन। नाच्नु नाच रेमन। चाहिँ यहाँ यस्तो रेडी गरेर जानुभयो बाबाले। अब पूजा गर्ने हो अरे एकछिनमा। यो खन्जुवा चाहिँ पछि हिँडे खाने। लेनिन आयो, लेनिनको भोलि त इक्जामहरू, त्यही भएर आज छुट्टी अरे। अनि मलाई नि अल्छी लाग्यो गएर म पनि त्यसपछि घरै छु। अनि ऊ त्यहाँ हेर्न सक्नुहुन्छ केरा त्यत्रो पसाहा। पाक्ने बेला अझ भएन, पाकेपछि काट्ने होला। यो चाहिँ लेनिनले लिएर रोपेको, अहिले यत्रो उस भयो, यत्रो घारी भइसक्यो। कचोटि काटेर पनि खाइसक्यो। यस्तो छ यहाँ घारी चाहिँ। साथीहरू दुईजना बल खेल्दैछन्। कतै जस नम्बर 1 विवसाले त भन्ने होइन। अनि जस नम्बर 8 चाहिँ कतै सन्तोष विका जस्तो भन्ने होइन। यति धेरै मान्छे पनि हुन्छ। दुईजना मान्छे चाहिँ यस्तै खेल्छ नि त। सानो ठाउँ छ त्यसैले यस्तरी खेल्दै। जस नम्बर 8 यता जस नम्बर 1 डायमन्ड पुन। यता हेर्न सक्नुहुन्छ जस नम्बर 8 लेलिन पुन। Sorry, आज चाहिँ हाम्रो दयालु छन्, त्यसैले आज चाहिँ
पूजा गरेकोले हामी यहीँ बस्दैछौँ र अनि उता चाहिँ केराको बोत्नी छ। ठुलबाबा पनि पूजा गर्न लानुभएको हामीसँग लाउनु भएको छ है त। कस्तो दामी ड्राइभर चाहिँ कोइला लगेर जाँदै ओइ जुन छोरा का उता देखाऊ पछि आऊ। हातमा आइसक्यो पूजा गर्नु त अघि त माथि भएको थियो भरे तल झर्छ कहाँ भेटाला मेरो छोरा केटीको पनि बाटोमा भेट्टा गरे नभेटिसम्म कहाँ पुग्यो बाटोमा भेट्टाको भन्दाखेरि साथीहरू यति बेला चाहिँ गोठको ड्याली गरेर सक्यो है, पूजा गरेर सक्यो। अनि अब चाहिँ हामी घर जान्छौँ। घर गएर के खान्छौँ? खिर खान्छौँ है त। अब खिर खान्छौँ। हेर्दै गर्नु होला अरू के गर्ने हो, आज के गर्छौँ भन्ने। अब है साथीहरू यति बेला चाहिँ म बाटो सफा गर्ने अरे त्यतै जान्दा हुँ, मकै खाँदै जान्दा हुँ। अस्तिको उसले चाहिँ बाटो यस्तो भएछ, पुरै खोल्दैछ। त्यहाँ चाहिँ पहिरो गयो, त्यो पहिरो फाल्ने अरे। अब हेर्दै जानु होला कस्तो हुन्छ, कसरी फाल्छौँ, फाल्न सकिन्छ कि सकिन्न, हेर्नु होला है त। बाटो बनाउने समय हामी चाहिँ साथीहरू यति बेला चाहिँ म घर आइपुगेँ। पहिरो फाल्न गएको थिएँ, पानी परेर हेर्न सक्नुहुन्छ चिसै भएको छु। पहिरो पुरै फाल्न त सकिएन, अलिकति गाडी छिर्ने चाहिँ बनाएर आयौँ। अनि आजलाई यति नै। कस्तो लाग्छ लाइक, सेयर अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला है त। बाई बाई।